नेपालमा अहिले एउटा नाम निकै चर्चामा छ। कसैले भन्छन् यो मान्छे न्यायको प्रतीक हो, कसैले भन्छन् यो मान्छेले गर्दा नेताहरूको सातो गइरहेको छ र नेताहरूको मुखमा एउटै कुरा छ, यो मान्छेलाई त्यहाँबाट हटाउनुपर्छ, यो निष्पक्ष व्यक्ति होइन। आखिर को हुन् ती व्यक्ति जसले गर्दा देशका शक्तिशाली नेताहरूको पनि सातो गएको छ? ती व्यक्ति हुन् गौरीबहादुर कार्की। आउनुहोस् आज नेपाल सरकार जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीको बारेमा चर्चा गरौँ। गौरीबहादुर कार्कीको जन्म गुल्मी जिल्लामा भएको हो। उनी साधारण परिवारमा जन्मिएका थिए। गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा पाए। काठमाडौँ आएर उनले कानुन विषय अध्ययन गरे। त्रिभुवन विश्वविद्यालयबाट कानुनमै स्नातकोत्तर गरे। त्यसपछि उनले कानुनी अभ्यास सुरु गरे। सुरुवातमा वकिलको रूपमा र पछि सरकारी सेवामा प्रवेश गरे। गौरीबहादुर कार्कीको न्यायिक यात्रा निकै रोचक छ। 2050 को दशकमा उनले अदालतको सेवा सुरु गरे। इमान्दार, अनुशासित र कुनै पनि राजनीतिक दबाव नमान्ने न्यायाधीशको रूपमा उनको छवि बनेको छ। 2069 सालमा उनलाई विशेष अदालतको अध्यक्ष बनाइयो। यो अदालत नेपालको सबैभन्दा संवेदनशील अदालत हो, जहाँ ठुला भ्रष्टाचार, आर्थिक अपराध र सरकारी फसादका मुद्दाहरू चल्ने गर्छन्। त्यहाँ उनले धेरै चर्चित केसहरूमा फैसला दिए, जस्तै सुडान घोटाला काण्डमा पूर्व प्रहरी प्रमुख हेमबहादुर गुरुङ, रमेश ठकुरी र ओम विक्रम राणा विरुद्धको मुद्दा, सेना प्रहरीले प्रयोग गर्ने उपकरण खरिद प्रक्रियामा ठुलो खेल भएको, कम गुणस्तरका सामान किनेको तर हेर्दा करिब 30 करोड रुपियाँ बराबरको घाटा भएको देखिएपछि त्यसैको छानबिन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 3 जना प्रहरी प्रमुखमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो। वर्षौं लामो मुद्दापछि अदालतले फैसला गर्यो, 3 जना दोषी ठहर भए। ओम विक्रम राणालाई 2 वर्ष कैद, हेमबहादुर र रमेशलाई 1 वर्ष कैद र जरिवाना। फैसला कडा थियो, ठुला व्यक्तिहरू दोषी ठहर भए। यस्ता थुप्रै मुद्दामा उनले आफ्नो निष्पक्ष निर्णय गरे। त्यसपछि गौरीबहादुर कार्कीको नाम कानुनी क्षेत्रमा भ्रष्टाचार विरुद्धको प्रतीक बन्न पुग्यो। समय बित्दै गयो। यसैबीच 2082 भाद्र 23मा नेपाल भयङ्कर राजनीतिक सङ्कटमा फस्यो। जेनजी आन्दोलन यति भयानक रूपमा भयो कि देशले बेहोर्न नसक्ने क्षति हुन पुग्यो। राज्यको दमनमा थुप्रै नागरिकको मृत्यु भयो र हिसाबै गर्न नसक्ने भौतिक संरचना पनि क्षति भयो। त्यति नै बेला राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा अन्तरिम सरकार गठन भयो, जसको प्रधानमन्त्री सुशीला कार्की बनिन्। यस अन्तरिम सरकारले तत्काल गौरीबहादुर कार्की जाँचबुझ आयोग गठन गर्यो, जसको उद्देश्य थियो जेनजी आन्दोलनका क्रममा भएका हिंसा, प्रहरी कारबाही र मानव अधिकार उल्लङ्घनका छानबिन गरेर त्यसको प्रतिवेदन 3 महिनाभित्र बुझाउनु। यो आयोगसँग पूर्ण कानुनी अधिकार छ। साक्षी बोलाउने, सरकारी अधिकारीहरूलाई सोधबुझ गर्ने, प्रमाण सङ्कलन गर्ने र प्रतिवेदन सरकारलाई बुझाउने। साथमा छन् पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वर भण्डारी। गौरीले आयोग सुरु हुँदा नै भनेका थिए, आयोग कुनै पार्टीको होइन, सत्यको मूर्ति हो। त्यो वाक्यले नै जनतामा उनको पक्षमा ठुलो विश्वास जगाएको छ। गौरी कार्कीले काम सुरु गरे लगत्तै ठुला दलहरू असहज बन्न थालेका छन्। कसैले भन्छन् यो राजनीतिक प्रतिशोध हो, कसैले भने गौरी कार्की निष्पक्ष छैनन्। अझ बढी चर्चामा त यसकारण आए उनी आयोग प्रमुख हुनु पहिले नै सामाजिक सञ्जालमा फलानु नेताहरू दोषी छन्, यिनीहरूलाई छोड्नु हुँदैन भन्दै स्ट्याटसहरू पोस्ट गरे। त्यसपछि त झन् उनी आयोग प्रमुख नै बने। त्यसैले नेताहरूको सातो नजाने त कुरै भएन। जेनजी आन्दोलनमा मृत्यु भएका नागरिकहरूका केसमा आदेश माथिबाट गएको भनिएको छ। यदि आयोगले त्यो प्रमाणित गर्यो भने मन्त्री, प्रहरी र नेताहरू सबै कानुनी जवाबदेही हुनेछन्। त्यति मात्र होइन, निकै ठुला भ्रष्टाचारका कुराहरू पनि बाहिर आउने सम्भावना देखिन्छ। सबैभन्दा ठुलो कुरा त आन्दोलनको क्रममा देउबा र दीपक खड्काको घरमा जलेको पैसाको छानबिन मुख्य हुनेछ। यदि ती व्यक्तिहरू दोषी साबित भए र जेलमा जाने वातावरण बन्यो भने गौरीबहादुर कार्की जनताको नजरमा हिरो नै हुन्छन्, तर नेताहरूको राजनीतिक भविष्य भने सधैँको लागि समाप्त हुनेछ। त्यही डरले अहिले नेपाली काङ्ग्रेस र एमाले दुवै गौरीको विरोधमा उत्रिएका छन्। माओवादी पक्ष भने बचाउमा छ, तर जनताले सबैलाई एउटै दृष्टिमा हेर्न थालेका छन्। गौरीबहादुर कार्कीको न्याय दर्शन निकै सरल छ। पद ठुलो होइन, काम ठुलो हो भन्ने उनको मान्यता छ। यति ठुलो दबावमा पनि उनी भन्छन् कानुनको अगाडि कोही ठुलो हुँदैन। उनी कठोर देखिए पनि
निष्पक्ष रहन चाहने व्यक्तित्व हुन्। उनले पहिलेदेखि नै अदालतमा हुँदा पनि दलका नेताहरूको फोन कहिले उठाउँदैनथे भन्ने कुरा अहिले पनि न्यायाधीशहरूको बीचमा चर्चाको विषय रहन्छ। यो आयोग सफल भए नेपालको इतिहासमा पहिलोपटक राज्यद्वारा मारिएका नागरिकका लागि न्याय हुनेछ, जनताको विश्वास बढ्नेछ र प्रशासनमा जवाफदेहिताको संस्कृति सुरु हुनेछ। तर चुनौती पनि ठूला छन्। समय सीमित छ। जम्मा 3 महिनाभित्र थुप्रै कामहरू गर्नुपर्नेछ। राजनीतिक दबाव एकदमै धेरै छ। प्रमाण सङ्कलनको कठिनाइ त छँदैछ, किनभने आन्दोलनकै बेला सम्पूर्ण कुराहरू ध्वस्त पारिएको छ र नेपालको मिडिया ट्रोलिङको कुरै छोडौँ, समाज भाड्ने मुख्य हतियार नै मिडिया बनेको छ। सत्य समाचार पाउनै गाह्रो भइरहेको अवस्था छ। कुनै गल्ती होस् या नहोस्, दलहरूका झोले कार्यकर्ताहरूले एजेन्ट भनेर बदनाम गर्न पनि पछि पर्दैनन्। गौरीबहादुर कार्की अहिले पनि सादा जीवन बिताउँछन्, नाफा होइन निष्ठालाई प्राथमिकता दिन्छन्। जनताले उनलाई अहिले नयाँ नेपालको न्यायको आशा र नेताहरूले जोखिमको सङ्केत दुवै रूपमा हेरेका छन्। यो आयोगले देशमा ऐतिहासिक मोड ल्याउन सक्छ। यदि गौरीले निष्पक्षतापूर्वक काम गरे नेपालले न्याय प्रणालीमा एउटा नयाँ विश्वास पाउनेछ। तर असफल भए यो पनि अर्को इतिहासमा एउटा पाना मात्रै बन्नेछ। अब हेर्न बाँकी छ गौरी कार्कीले इतिहास लेख्नेछन् वा इतिहासले उनलाई लेख्नेछ। तपाईँलाई के लाग्छ? के गौरीबहादुर कार्कीले साँच्चीकै 3 महिनामा निष्पक्ष रूपमा काम गर्न सक्लान्? आफ्नो विचार कमेन्ट गर्नुहोला। साथै च्यानल सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। तपाईँको एउटा लाइक, कमेन्ट, सब्सक्राइबले हामीलाई यस्तै सामग्री बनाउने थप हौसला दिन्छ। अर्को भिडियोमा भेट्ने बाचासहित आजलाई यति नै। धन्यवाद।